दर्शकवृन्द, आज म तपाईहरूलाई विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा लोकसेवा आयोगले सरुवा रोगहरू मध्येभित्रको जीवाणु र विषाणुबाट सर्ने रोगहरू कुन कुन हुन् भनेर परीक्षामा सोध्छ। त्यस्तो विषयहरूमा धेरै नै कन्फ्युज भइन्छ। त्यस कन्फ्युजनलाई क्लियर र स्पष्ट पार्नका निम्ति मैले तपाईलाई सानो भिडियो लिएर आएको छु। जीवाणु र विषाणु मात्र हेरेको छु, त्यसमा अरू छन्। तपाईहरूलाई थप राम्रो लाग्यो भने म बनाउँदै जाने छु। अब नबिर्सने गरी गर्छु। जीवाणुबाट सर्ने रोगहरूलाई हामी याद गर्छौं। जीवाणु भनेको एउटा जीव जस्तो सम्झ्यौ। जीव भनेको भ्यागुत्ता सम्झ्यौ। भ्यागुत्ता नाच्दैछ। भ्यागुत्ता कसरी नाच्दैछ? फट 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 गरेर भ्यागुत्ता नाच्दैछ। अनि तपाईले आफ्नो एउटा निमा भन्ने साथीहरूलाई बोलाउने, ल है निमा कुद भ्यागुत्ताको नाच हेर्न आइज भन्ने। भ्यागुत्तो नाच्दैछ, ल है निमा कुद भ्यागुत्ताको नाच हेर्न आइज भन्ने। के भन्ने त? ल है निमा कुद भ्यागुत्ताको नाच हेर्न आइज भन्ने। ल है निमा कुद भ्यागुत्ताको नाच हेर्न आइजा भन्ने। लबाट के भयो त? लहरेको कि। हैबाट के भयो त? हैजा। निमाबाट के भयो त? निमोनिया। कुबाट के भयो त? कुष्ठरोग। धबाट के भयो त? धबाट धनुष्टंकार। भ्याबाट के भयो त? भ्यागुत्ता रोग। ल है निमा कुद भ्यागुत्ताको नाच हेर्न आइजा, नाच्दैछ, रगत मसी निस्किने गरी नाच्दैछ भनेर यसलाई सम्झिने। त्यसै गरी हामी अर्को पढ्छौं विषाणु। विषाणु भनेको के हो? टक्सिक पिपुल भनेर सम्झिने। कुनै पनि टक्सिक पिपुल त्यस्ता नकारात्मक साथीहरूसँग लाग्यो भने के हुन्छ? एउटा नकारात्मक साथी सम्झिने तपाईको बिरे भन्ने साथी छ। त्यो आडे बिरेलाई कुखुराको अथवा चिकन कुखुराको पञ्जासँग दारू खुवाए कमलबाट त हेपाइस भन्ने। के भन्ने? एउटा टक्सिक बिरे भन्ने एउटा साथी छ जुन चाहिँ के छ? टक्सिक छ। टक्सिक भनेको के हो त? विषाक्त छ अथवा विषाणुयुक्त छ। आडे बिरे तँलाई कुखुराका पञ्जासँग दारू खुवाए कमलबाट हेपाइस, कमलबाटको हेपाइस भन्ने यसरी अब सम्झिने। हाबाट के भयो त? आडेलाई हाडे बनाउने। हाडे सम्झिने। हाडे रोग। बीबाट के भयो त? बिफर। रेबाट के भयो त? रेबिस। तँलाई इग्नोर गर्ने। कुबाट के भयो त? कुबाट कुखुरो। कुखुरो भनेको के हो त? चिकनसँग खाइरहेछ, त्यसलाई भन्छ के भन्छ? चिकन पक्स भन्ने सम्झिने। पञ्जा भनेको कुखुराको पञ्जासँग खायो उसले दारू, तर त्यो पञ्जालाई इन्फ्लुएन्जासँग जोड्ने। इन्फ्लुएन्जा अनि के भयो त? पञ्जा इन्फ्लुएन्जासँग जोड्ने। सँगलाई हामी शिशु पक्षघात, एउटा सबाट शिशु याद गरेर शिशु पक्षघात सम्झने। दाबाट दादुरा सम्झने। रुबाट रुगाखोकी सम्झने। खुवाएर यसलाई इग्नोर गर्ने। कमलबाट कमलपित्त सम्झने। हेपाइस कमलबाट हेपाइस। हेपाबाट के भयो सम्झने? हेपाटाइटिस। इसबाट के भयो सम्झने? इसबाट हामी इन्सेफ्लाइटिस। इसबाट इन्सेफ्लाइटिस। के भनेर सम्झने रे? विषाणु। विषाणु एउटा टक्सिक भनेको तपाईको एउटा बिरे साथी छ। बिरे भन्ने साथी टक्सिक छ सम्झने। यसरी विषाणु छ भनेर सम्झने। आडे बिरेलाई कुखुराको पञ्जाका साथ दारू खुवाए। आडे बिरेलाई के त? कुखुराको पञ्जाको साथ दारू खुवाए कमलबाट हेपाइस भन्ने। के? आडे बिरेलाई आडे बिरेलाई कुखुराको पञ्जाका साथ दारू खुवाए। दारू खानको लागि त मान्छे टक्क चाट्छ नि, हो त्यो चटनीसँग खुवाए कुखुराको पञ्जासँग। अनि कमलबाट हेपाइस भने। हाबाट आबाट आडे, बीबाट बिफर, रेबाट रेबिज, कुखुरो भनेको चिकन पक्स भयो, पञ्जाबाट भनेको त्यसको इन्फ्लुएन्जा, सँग भनेको शिशु पक्षघात, दाबाट दादुरा, रुबाट रुगाखोकी, कमलबाट कमलपित्त, हेपाबाट हेपाटाइटिस, इसबाट इन्सेफ्लाइटिस भनेर सम्झने। इसबाट इन्सेफ्लाइटिस। त्यसै गरी जीवाणु भनेको एउटा भ्यागुत्तो। ल है निमा भ्यागुत्ताको नाच हेर्न आइजा भने आफ्नो साथीलाई ल है निमा भ्यागुत्ताको नाच हेर्न आइजा। भ्यागुत्ता कसरी नाच्दैछ? फुर 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 रगत मसी निस्किने गरी नाच्दैछ। लबाट लहरेको कि। हैबाट हैजा। निबाट निमोनिया। कुबाट कुष्ठरोग। धबाट धनुष्टंकार। भ्यागुत्तेबाट भ्यागुत्ते रगत मसी निस्किने गरी नाच्दैछ भनेर सम्झिने। यस्तै अरू मनपर्छ भने प्रतिक्रिया दिनुहोला। हामी तपाईलाई थप यसै गरी कहिले पनि नबिर्सने खालका भिडियोहरू प्रस्तुत गर्नेछौँ। तपाईहरूको प्रतिक्रियाको प्रतीक्षामा छु। धन्यवाद।